नमस्ते। यो भिडियो सुरु हुनुभन्दा अगाडि जान्नुहोस् युएईमा 12 घण्टा सेक्युरिटी ड्युटी पछि जीवन कस्तो हुन्छ। दिनभरिको थकानपछि रोडमा लाइटहरूको जगमगाउँदो नजरहरू हेर्दै हामी रुम पुग्छौँ। ब्याक टु माई युट्युब च्यानल। आशा छ सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै रहेको छु। म चाहिँ अहिले भर्खरै रुममा आइपुगेँ अनि अब चाहिँ खाना बनाउने खाने होइन अनि त्यसपछि मेरो रुम चाहिँ यस्तो छ। उहाँ चाहिँ रूपकाचार्य देशका एक होनहार व्यक्ति सिधै फ्रम गोर्खा। हाम्रो उहाँ भड्डु मास्टर भट्टराम किरण भट्ट सिधै बैतडीबाट। म चाहिँ सिधै तनहुँ नेपालबाट। अनि अब चाहिँ हामी पकाउँछौँ। आज चाहिँ के पकाउने हुन्छ, आलु लौका पकाउँछौँ। हाम्रो किचनमा कस्तो हुन्छ, के गरिन्छ, मान्छे कति हुन्छ त्यो तपाईँहरूलाई देखाउँछु म आज चाहिँ। आज हाम्रो आलु लौका पाक्दैछ। आज दाल नपकाउने, आज आलु र लौका मात्रै। कम्पनीले दिएको हुन्छ होइन, ग्यासहरू सबै कम्पनीले दिएको हुन्छ। एउटा दुईवटा तिनवटा चारवटा अनि यो 5वटा यो 6वटा 6 ठाउँमा ग्यास दिएको हुन्छ। अनि यो आज चाहिँ खाली छ होइन। कहिले काहीँ अब मान्छे हुन्छ क्या यहाँ, त्यही भएर कहिले काहीँ चाहिँ गाह्रो र पकाएर खाना चाहिँ सजिलै छ हामीलाई। हाम्रो रूपक भाइले कत्रा कटिङ हान्छ क्या होइन। कटिङ चाहिँ रूपक भएको जिम्मा अनि पकाउने मेरो जिम्मा, त्यस्तो हुन्छ। हामी चाहिँ 3जना खाना खान्छौँ। हामी 2जनाले पकाउँछ। एउटा छ हाम्रो भाँडा मास्टर चाहिँ भाँडा माझ्नुहुन्छ। उहाँले त सबै भाँडा माझ्नुहुन्छ, खाएको लाएको सबै भाँडा माझ्नुहुन्छ उहाँ चाहिँ। हामी 2जना चाहिँ पकाउने। हामी राजा हटाउनुमा कसको उसले रूपक मेरो हात केही पनि छैन है राजा हटाउनुमा। म त एकदम राजालाई माया गर्ने, देशलाई माया गर्ने मान्छे कि। राजा हटाउनु हाम्रै बाबुबाजेको हात हो। म कसैलाई पनि दोष दिँदैन। हाम्रै बाबुबाजेहरूले हटाउनु राजा। राजा आउन गाह्रो छ कि अब जे हुन्छ त्यही स्वीकार्नुपर्छ। अब आउने चुनावमा जसले जिते नि राम्रो मान्छेले जित्नुपर्छ, देश समृद्धि हुनुपर्छ। अनि हामी चाँडै नै घर फर्केर देशमै केही रोजगारी गरेर खानुपर्छ। देश चाहिँ भारतको 28औं राज्यमा गाभिनुपर्छ। त्यस्तो हुँदैन है। तिमी राष्ट्रघाती छौ भन्ने थाहा छ सबैलाई। तिम्रो फेस दुनियाँले हेर्छन् भोलि। यही फेस हो होइन, राष्ट्रघाती फेस होइन। This is ginger and garlic. प्याज हाल्यो अनि अदुवा लसुन खुर्सानी पनि हाल्यो। अब बाँकी रह्यो टमाटर बाँकी छ अनि मसला बाँकी छ। मिठो हुन्छ जस्तो छ। रूपक भाइले खतरा काट्छन्, कति खतरा हाल्ने रूपक भाइको। गरम मसाला अनि यो चाहिँ मिक्स मसाला।
अब लगभग सबै हालिसक्यो, सामान सबै हाल्यो। यस्तो लुगा आएन है, सबै हालिसक्यो। अब एकछिन पकाउने, मसला पाक्न पनि हुन्छ भने रेडी हुन्छ होइन। फाइनली हाम्रो सब्जी चाहिँ पाक्यो होइन। पाक्यो। अब हामी चाहिँ खाना एकछिनमा खान्छौँ, आधा घन्टापछि खान्छौँ। आज दाल नबनाएको, आज लौका र आलु मात्रै। अब यहाँ हाम्रो चाहिँ नेपालबाट ल्याएको घिउ बाँकी छ कि घिउ हाल्ने, लौका र भात खाने आज। अब हामी चाहिँ खाना पाक्यो, गर्नु केही छैन होइन। अब टक्क खाने। हाम्रो किरण भाइले भोलिलाई चाहिँ यो टिफिनमा हाल्दैछ। यही हो, के गर्नु, आज मात्र खाएर भएन, भोलि नि खानु पर्यो होइन। अनि आज त बरु त्यसै भोक लाग्यो हुँदैन, दिउँसो खाजा खाइन्छ, खासै भोक लाग्यो हुँदैन। तैपनि खाना त पर्यो होइन। नेपालीको बानी के हुन्छ, भात चाहियो भनेपछि चाहियो। भिडै बानी हो नि त। रूपक भाइ पनि बस्नुभयो होइन, घिउ खानुपर्छ आज। होइन दही घिउ नै खाउन के भएर, पाउँदा सब खाने हो क्या, पाउँदा सब खाने, नपाउँदा चाहिँ मिल्दैन। ल त्यसो भए भयो ल। कहाँबाट ल्याएको दही? ल मेरो चाहिँ खाना दही भात तरकारी। नै मलाई पुग्छ। हाम्रो यसले प्लास्टिक छोरा खान्छ यार भात यार। यसले चाहिँ भात यति छ, त्यसको पनि त्यति छ। ल हेर्नु यहाँ, ल म चाहिँ खाएँ अब होइन। कस्तो सब्जी होइन होला यार, त्यसै भनेको होला तिमीहरूले। भातमा धेरै कार्बोहाइड्रेट हुन्छ रे, त्यही भएर भात बेलुकीमा चाहिँ कम खानु भन्ने साइन्टिस्टहरू। कसले भने? डक्टरहरू। डक्टर छोडा नि यार। अहिले खाना खाएर सक्यो अनि अब हाम्रो कान्छी बुहारी यहाँ आयो। टक्क हामी चाहिँ खाना खाएर बसिन्छ, कान्छी बुहारीले यहाँ भाँडा माझ्ने काम हुन्छ। कान्छी बुहारी ए जेठी बुहारी चाहिँ यता चाहिँ यही हो होइन। हाम्रो चाहिँ यही हो, तपाईँहरूलाई मैले देखाइसकेँ हामी रुममा आएर के गरिन्छ। 12 घन्टा ड्युटी प्लस आउन जान 2 घन्टा गरेर 14 घन्टा सकेर त्यसपछि रुममा आएपछि हामीले रुममा के गरिन्छ त, हाम्रो रुमको लाइफ स्टाइल कस्तो हुन्छ मैले यही देखाउन खोजेको थिएँ। यहाँसम्म हेरेर साथ दिनुभयो, अन्तिमसम्म हेरेर साथ दिनुभयो, धन्यवाद भन्न चाहन्छु। अनि कहाँबाट हेर्दै हुनुहुन्छ यो भिडियो कमेन्ट गर्नु होला। अनि तपाईँहरूलाई सेक्युरिटी सम्बन्धी कुनै पनि जानकारी चाहिएमा पनि कमेन्ट गर्नु होला। म सम्पूर्ण कमेन्टको रिप्लाई गरिदिन्छु। मलाई जतिसम्म थाहा छ म सबै भनिदिनेछु है। यही हो, आजको लागि यति नै। हस्त धन्यवाद, थ्याङ्क यू, गुड नाइट, जय नेपाल।